आज युमासँगै महोत्सव आस्कोटबाट चाहिँ सिमेरिङ माङ्गेमा चोकमुन ठाउँमा हुँदैछ है। सामूहिक रूपमा यो युकेको पहिलो प्र्याक्टिस पनि हो। फेरि यता बसाउँदा हुन्छ है हाम्रो रवि मेरी गए कुची मांगे ना शांति रवि हाम्रो अध्यक्षले पनि चिठीमा लेखेकै गर्नुहुन्छ अलिक कम गऱ्यो भने घरमा पाउँदिनँ सेवारो अतिथिमा केवाइसी सगरमाथा गोर्खा 곰펠레 할고 폭당루 가이쇼 그러니까 대리 빠tung 배거로 가우기냐 뭐 학동 알로 곰펠레 아니 럭틱 단미조강와 아니 단마 아조게 볼로 단마 아조게 아니 유마 삼묘 맵나벤티 한이 노리 무슨 또 뭐라 보세요 거의 유마 삼묘 맵나벤 대비 유마 삼묘 맵나벤 거 뭐나 알면도 유마 맵나벤 거 면조 검당 개조빠 검당 개조빠 검당 개조빠 아니 어 유마 대군의 삼망 대 거의나 유마 맵나벤 거 대 खास युमा 맵나벤 대 पृथ्वी सृष्टिको सात पताल था नौ ताला सात पताल तालै ताला धेरै जोग थाक्तो था नौ ताला धेरै जोग धेरै गोंदेरो हे तोरong 당सँग कुने मुधुम खेसे थां 텐데 알라 잘라 मुधुम खेसे ang कुने 생당굴라 미와디 군남만 खेने पूर्व पश्चिम उत्तर दक्षिण बाएं पे नहीं थे ईशान भाग कुने चल्ला थल्ला मा कुने है युमान सत्य जुगेला तोरong 당상 번칭 युमा हेना मेमेतिल तोरong 당상 번칭 알라 잘라 번칭 हैन 알라 잘라 번칭 시가미 대가미 번영 둥본 번칭 हैन हाल भन्छ हमबाको केलरी अनि जम्मा थिबेको युमा मेनाबेन अनि कोन अनि थ्याङ्गेबाट तेचाङमा साम्याङमा युपावामा कति चाङमा ओकेलरी थियाङ चोकमा वामेन हाल लतुवाबे हाल लतु युमा लतुवाबे दुकी पहिला हाल वारङ वइ हाल जोबङ वइ हैन त्यहाँदेखि युमाले जो कम्बेला अनि युमा साम्याङ बल्ल अनि कुसैङ अनि तुम कम्बेला बल्ल कुसैङ अनि तुम अल्ल अनि यसो हो धर्म नाबेङ्ग मेम्बे अनिको अति सम्मानमा जो खुसीले जामा गा सगिनु मङदोक्चाङ अथवा मङवा छादोक्चाङ मेम्बे के जाङ हैन के खानु मन पर्छ खान जाम थुङ मेम्बे नाबेङ्ग जाम सुक्ते
तपाईँको इच्छा अनुसारको खानु पाइन्छ, चाहे किराँत धर्म होस्, चाहे युमा धर्म होस्, सब्जी धर्म होस्, के अरे यो क्रिस्चियन होस् होइन। क्रिस्चियन पनि कति किसिमको छ त, जम्माभन्दा क्रिस्चियन धर्म मेघनाबेको गुन्सीको यो इनका आलु कम्फेलले इनका 15 सालले yang पात्र कुसिङ नितुङले क्रिस्चियनको खायो खा थेन्बी थेन्नु खायो क्रिस्चियन नेनु खाना केसे हिम्मे मेताउने कुन्सीको यो मेसेजिङ बाङ्दैछ, कुन्सीको मेसेजिङमा नाम हेचमा मेन्टानेन बाङ्दैछ। अनिको मेन्दो अनिको क्रिस्चियन दा वेलकम छ मेबी थे सब्जी धर्म किराँत धर्म अनि जम्मालो छ, अनि जम्मालो छ किनि बिसिङ मेन्दो अदाङदसे सिराके थाङबेन चाहिँ चामबुङ थुङमबुङ होइन, चाम थुङमबुङ लो त्यसमा केही छैन। तर अल्लाह चाहिँ उसे नितुम अल्लाह युमान नाबेन थिबे यो किन इन्देन जम्मा मेबातो गरे गर्दा म अगावै जम्मा मेबातो अध्यक्षको जम्मा जोक्सुको बाचो सिङले जम्मा मेबातो मेसुरु तर अनि इनका बम्बर युमान नाबेन कुसे नितुम सेवामेतुम युमान गुमी वाथामने मेन्दु गुमी वाथापी अल्लाह अनि थो थाङो गुमे तो अनि गम्फेले थाङ अल्लाह मुकुमलु अथवा सेमुक्तु मुक्तु गुमा हैन। तर खाङ्गेताङ खाम्दामै विभिन्न जोगाउँ खाने थिए अनि मामेले लाग्यो, हामी सबै गर्नुको लागि गरिराखेको छ। तर कुनै हाबाङ गम्फेले नेपालले त थिएको हो हेर्नुहोस्। अनि युमान हा कुमी वा थाप्सु बेनी अनि थियाङ भने यस्तो हो होइन, शक्ति हो युमानको सिङ्ने तुमलो एक। अर्को कुरा इन्डियनको मु माङ्गेन भयो, माङ्गेन जो मेचिङमा नाबेन चाहिँ इन्डियन जम्मा बाटो मेसुरु होइन, मुको जोक्सुको बाटो सिङले म आफै म अगावै बाटो मेसुरु माङ्गेन मेचिङ नाको थिबी भगर माङ्गेन मेचिङमेन थिम्बे अनि आशै फतेके नाम के येला आएबा अनिगो ते फेरुरे मेन्सुमा चेली सिमले मेङअपमा चेली सम्मा अनिगो फुङठा दिसिङ मेनुने फुङ दिसिङ मेनुने जोसिङ मेनुने। तर अनिगो कम्फेलले थिले को नेबु कि बेले फे अमलान थांगो फुङङ वाचिङ मबु फुङङ बिसिङ मबु। तर यो कनिन चाहिँ मेन्दु अनि मेन्दु लो कनिन न अनि मेन्दु अनि इन्ते भनिन्छ माङ्गेन है लो हमबेला दाङसे nga allo yali ki बात देशनिया अनि जम्मा लक्थिक पोक्सी अनि के भले लक्थिक अबुङबा अनि लक्थिक पोङै जाजो असे लक्थिक पोङमै जाजो अनि लक्थिक पोक्सी allo युमान इतुम युमा मेनाबेन nga इन्देन बातु मु कुने थाङ कुने ना जम्मान बा कुने रो कुने सत्य जुगेले थाङ हैन खातिर अल्लाह तल्ला पञ्चिङ मुथुङ फेसे तरङ ताङसङ पञ्चिङ कुने तीर्थ जुगेले पु इसादी खान बेग्लासे इसादी खान बन्दुके मान्छे हो। सिमेरिङ सी भनेको मृत्यु, मेरिङ भनेको चाहिँ कपु खदाक्मी मनाएर कुसिङनी तुम क एन्जार कुसिङमेन मेरिङ थकमा भन्छ नि। सिमेरिङ भनेको चाहिँ मान्छे मरेपछि मेरिङ थकमा सिमेरिङ भनेको त्यो है। मृत्युप्रतिको वेदना गाउनु सिमेरिङ भनेको चाहिँ त्यो। मेरिङ भने मेरिङ थक्ता भन्छ नि होइन, सी भनेको मर्नु, मेरिङ थक्मा भनेको त्यो। अब त्यसरी मान्छे मरेर मात्रै भएन, अब कसरी चाहिँ जगाउनु पर्छ भन्दा उसको चाहिँ माङ्गेना गर्नुपर्छ भनेर आएको छ। जस्तो कसैको मृत्यु हुँदाखेरि चाहिँ सिमेरिङ गर्दै हुन्छन् भने माङ्गेना भनेको शिर, चङमा भनेको चाङमा चङमा भन्छ त्यसलाई चाहिँ जगाउनु, त्यो उसको र शिर उठाउनुलाई हो। सिमेरिङ माङ्गेनाको शब्द सुरुवातमै मानव सृष्टि हुँदा अन्त पेली फाङसामले पातु यताला फाङदाला याङनारा सिङ मुख 8-7 ताला माथि 9 ताला भनेर उहाँले अघि भनिसक्नु भएको छ। त्यसपछि धरतीमा जो कोही पनि सञ्जीवी वस्तुहरू यही माटोमा जन्मिने हुर्किने र बुढेसकाल भएपछि मृत्यु भई माटोमै मिलाएर जाने खाम्बोङसा लुङबोङसा लागुसा लादेर नामलागुसा नामलागेहरू के बात विन्न बाखलिलो मैले बुझेको अनुसार अहिलेसम्म। अनि जस्तै एउटा फुलको जुन जस्तो माटोमा उम्रिने हुर्किने मुना पलाउने प्राकृतिक फुल्ने ओइलिने सुकेर भुइँमा झर्ने अनि माटोसँगै विलिन भयो गर्छौँ, त्यो सबै चाहिँ क्रमशः गर्दै जाने
र त्यसको लागि अब हामीलाई चाहिँ पेली फाङसाङहरू अथवा फेदाङमाहरू पनि चाहिन्छ। उहाँहरूसँग पनि सम्पर्क गर्ने, छलफल गर्ने र तुतु तुम्याङहरूसँग पनि छलफल गर्ने भनेर चाहिँ हामीले कुराकानीहरू गरिरहेका छौँ। तर समयले भ्याइँदैन, एउटैले पनि गर्न अब भ्याइरहेका हुँदैनौँ। त्यसले गर्दाखेरि यहाँ तपाईँहरू जति हुनुहुन्छ, तपाईँहरू बाहिर पनि हुनुहुन्छ, तपाईँ हामीले पनि अब हामीलाई सल्लाह सुझाव दिनुपर्छ। जस्तै आजको कार्यक्रम पनि गऱ्यौँ, यो कार्यक्रममा हामीले कस्तो गर्नुपर्ने थियो, कसरी गर्नुपर्ने थियो भन्ने कुराहरूको पनि यहाँहरूले सुझाव सल्लाह दिनुहोस् भन्ने म चाहन्छु। र मेरो सल्लाह सुझावले चाहिँ रिसाउँछन् कि के गर्छन्?